ल है साथीहरू घाँस कटाइ दिवरलाई साथी भनेको त मैले बिउ गएपछि त हामी पलाइहाल्छ यता हेरेर हो अब स्याउ थुङ्गा भने ल दुईजनाले नि अनि म ल खोइ त दिमाहरू आउनु भएकै छैन साइड लाग्नुहोस् यस अनि पैसा छ भयो यता पो हो त उभो जाने यता हो काम गर्नु ओ नाइन्सी नाना आइसक्नु भएछ पर डाँडामा ऊ पर नाइन्सी नाना त डाँडामा हामी त यता मल काम गर्ने हो नि त यता हिँड्नु न उभो चाहिँ हो यता यता मासतिर यस यतिमा पनि नडराइराख नाइन्सी नाना पर पुगिसक्नु भएछ रुखको फेदमा पर हुनुहुन्छ त्यही बस्नु ल बस्नु न यहाँ के भयो देख्नुभयो ला के भयो मेरो छोरीको छोरी भोट केमा अरे मम्मी मरिगयो भने के गर्छ यसरी सानो हुनुहुन्छ अलिक ठुल्ठुलोमा बोलाउनु त बोल्नु भएन घरमा हुनुहुन्न ल अलिक ठुलो स्वरमा बोलाउनु त बा सुन्नुहुन्छ ममा भन्नुहोस् न आउनुहोस् है भन्नुहोस् लडिन्छ हामी के गरेको बुनु हामी के गर्न आएको नाइन्सी भन्नु न बोल्नु न हेलो गाइस हामी मल निकाल्नु हामी यसरी मल निकाल्नु आएको भन्नु न त खोइ त निनीले भने त्यति गरिरहेको थिए निनीले दिमा निनीले भने के भन्नु भयो मैले नाइन्सी भन्नु के काम हिँड्नु भयो दिदी मल पर मेरो टनेलामा दिदी हेलो गाइस भन्नु भयो र कहिले भन्नु भयो तिम्रो निनीले चाहिँ भयो तपाईले त्यो मसिनो छैन बनाकै छैन हाम्रो त पन्जा फर्केर आएर बनाउँदै गरेको नि नफेकानु ल तिमीले बेच्नु हाम्रो त फेरि लगेको पनि त्यसको टुप्पी सानो यति हेर्नु अझै छ्याप छुयो बनाएर हरियो चाहिँ फर्केन काम गरेर थकै लाग्यो हेर्ने अरे दुईजना ल गर्ने दुईजनाले ज्ञानी दुईजना खोइ
ल नाइन्सी देखाउनु अनि के गर्छ अरे गफ गरेको हो कसले भने काम गर्छ भनेर घरको सम्पाङले के गर्छ अरे पनि होला कसको अरे अर्को सम्पाङ चाहिँ कसको बोल न भिडियो गरेर जानु सानो मिन्तुरीले टोक्नु खोज्छ अब यसले त कुट्नु खोज्छ टोक्नु खोज्छ अब तिम्रो पर्नुहोस् है ल है साथीहरू घाँस कटाइ दियरलाई साथी भनेको त मैले घाँस काटाइ भनेको के आलुको पो देखाउनुपर्छ त अहिले सबै दिलमा छैन कि आएको भने घाँस खायो के भन्छ यत्रो भने सुरुम त यति ढाल्दै त यसो पर्दै थियो मेरो पनि अल्छी लाग्यो अब अल्छी नगर्नु न आलु फलेको छ है टन्नै छिनो 1300 भनिरहेको छु तर कस्तो हल्दीको जस्तो लाग्दैछ मलाई आलु बिउ गएपछि त हामी पलाइहाल्छ थर्काउँदैछ त ल म सुड्डीले हिन्दी त नरिसक्यो हो रेलीको होला हिन्दी त त्यस्तै हो रोयो के भयो नि अहिले नरुनु भन्दा चाहिँ म आफै घुम्दै आफै फेरि रुँदै होइन है नरुनु न यता आलु काटेको छ है मैले ल टिप्नु दुईजनाले आलु टिप्नु ल हस् हुन्छ आफै चकचक गर्छ बात तिमीले गरेको हो नानालाई अनि कसरी भयो त नानालाई दङ्गै थोकियो अनि नटी भएर घुम्नुपर्छ दुईजना चाहिँ प्याट भएर लु अब पटेटो लो निकाल्ने ल दुईजनाले लोकुट भएर हजुर
लु है खुसबु छिटो है पर लगाऊ है नाइन्सी अहिले फेरि निक्केको हुँदैछ आज भोलि आन्टी पो त ल दुईजनाले टिप्नु ल हेलो गाइज भन्नु ल हेलो गर्नु दुईजना बेबी यता हेर्नु ल कति राम्रो हुँदैछ परे लाउनुपर्छ हिजोको सँग लु है धेरै बनाउनु है त्यो देखिँदैन त यता आउनु न त्यो देखिँदैन त यता आउनु न अर्कै काम गर्ने म चाहिँ हेलो गर्नु नाइन्सी यता नाइन्सी गुड हो नि म एकछिन चक्लेट दिन्छु खुसबुलाई पनि हेलो गर्नु हाँस्नु आज कहाँ हानेको मैले कति टिपिसक्नु भयो है दुईजनाले काम गर्नु हो यसरी गुट भएर काम गर्ने एक्सरसाइज गरेर एक्सरसाइज न बिस्तारै त त्यसरी त लडिन्छ त कहाँ त्यो ढेकल ढुकुल रमसम सम गरिजन कसरी थियो कि लु त गर्नु त कस्तो लु होइन बोर्डिङमा नि म्यामहरूले दुईजनालाई कसरी के सिकाउनुहुन्छ लु भन्नु म एकछिन फुटिदिन्छु मम्मीलाई सिकाउनु लु यता हेरेर हो अब स्याउ थुङ्गा भने ल दुईजनाले नै अनि म ल हो ल यसो गर्नु नाइन्सी पनि अनि तिम्रो त अनि गीत गाउँदा गाउँदै आधी त घाँटीभित्रै गाउँछ त खुसबु त
ल अब 90को पाइन्छु नि एकछिन दुईजनालाई गुड भएर गुड हुनु पर्यो नि त नि बिर्सी गएको हेर्नु न अघि बिर्से सम्झी सम्झी गाउँछ अघि चाहिँ बिर्सी गयो ल ल गुड अनि यहाँदेखि उता नआएको चाहिँ नाइन्सीले भन्नु लाउनु नाइन्सी भन्नु नाइन्सीको पालो अब फुटी फेरि दुईजनालाई अब मेरो छोरी त गुटहरू हो नि ल भने अब मेरो छोरी दुईजना दुध हो दुईजना ल मेरो नाइन्सी छोरीले भन्नुहुन्छ ल नाइन्सीको पालो लु गुड्डुलाई म फुट्टिदिन्छु गुड हो नि नजिक घुँडा ढेस्ने होइन नि काली छोरीहरूको पालो फेरि लु आलु त फल्यो आलु यो चाहिँ चिसोले भेटाएर अलिकति सुकाउँदा पनि हुन्छ नि घाम लागेको भए त हो न यो पिकी चिनाको त्यसले त कहाँ हुन्छ त अब भाँच्यो है अब साथीले चाहिँ सेकुवा सम्झिँदैछ कि के हो खुसबुले त अनि अरू अनि अरू अनि यस्तो त अनि ब्याट गर्नु ब्याट हुन्छ नि त त्यो माथि भयो भने छिमा हो कहाँ दिनु सेउली बजारमा गर्दै नाच न हुन्थ्यो नि छिपिहाल्यो कि अब बढ्दैन यो आलु खनी सकिएर पनि फेरि यता आलु गोड्नु पनि सकियो छैन सक्नु आँट्यो कस्तो नजिकको देखाउँछ त के भयो ठुलो देखाउँछ त नजिकमै यो मकै चाहिँ कहिले खानु गयो हुन्छ होला भनेर आलु त्यो त यतापट्टि खेल्नु यता
छेउछेउ छ कस्तो राम्रो भयो त चाहिँ पानी पस्यो अब सकियो हाम्रो काम पनि खोयो मदेखि अब लड्छौ के हुँदैछौ हानिन्छ होला लु सकियो मेरो रिङ्गटै चल्यो